ल है त गाइज यस्तो जाडोमा तातो सुप खानु कुखुराको माथि हामी चाहिँ गएको थियौँ घुमघाम गर्दै होइन त। आगो रेडी छ त्यहाँ हाम्रो। अब यहाँनिर भाइले कुखुरा पक्रिरहेछ मार्नुको लागि, लोकल कुखुरा बटाल्नु खोज्दैछ। बोक्सिङ हान्छु भन्छ तर सक्दैन होला यो भाइले। बोक्सिङ हानेर ढाल्छु भन्छ त, घडी निमाट्छु भन्छ त। अरे घाँटी निमाट्नु खोज्छ त भाइ पनि के गर्छ हौ। के भयो त्यहाँ छादेको कुखुराले बोक्सिङ हानेको अरे छादेर कुखुराले। ल फर्स्ट टाइम सुन्दैछु म। ल काट्नु होइन हामी चाहिँ लाग्यौँ है काट्नु टक्कसँग। अब यसको व्यवस्था हुन आँटेको छ। अब टक्क गदन लियो कि अगाडि अब घाँटी पक्रिनु पर्ने भयो यसकोले। टुप्पी पक्रे भाइ हातमा चाहिँ नहान है, मेरो अब हातमा चाहिँ नलाग्छ है। ट्याक सेक्वा हुँदैछ यहाँनिर, भुत्लाको यसको काम हुँदैछ। भुत्ला खुवाउँदैछौँ हामी मनिषले, आगोमा पोल्दै म क्यामेराम्यान गर्दै हो। कुखुरा चाहिँ यस्तै छ है गाइज, धेरै ठुलो पनि छैन धेरै सानो पनि छैन, ठिक्कको छ है कुखुरा चाहिँ गाइज। यही हो हाम्रो चाहिँ आजको लोकल कुखुरा खाने हामी ढ्याङ्कसँग। अब यता फेरि साथीले टाउको दियो, फेरि यता टाउको देखायो। साथी मनपर्छ अरे टाउको, हाम्रो साथीलाई साह्रै मनपर्छ है टाउको। यो तेरै लागि मात्रै भनेर, उसकै लागि मात्रै भनेर टाउको चाहिँ स्पेसल राखेको है। अनि यो कुखुरा पनि स्पेसल। ल फिला दिने साथीलाई, बल्ल आएको छ कोर्सियाबाट। ल साथीलाई दिने हो। साथी ह्याप्पी नेपाल आइरहेछ अब टक्कसँग। गुडमा साथी हाम्रो खुसीमा छ आज। ल कुखुरा रेडी हुँदैछ है। ल गाइज कुखुरा रेडी। ल कन्तीमा पाक्दैछ कुखुराको मासु, पाक्दैछ कन्तीमा। ल अब पानी हाल्दै सुप हाल्दै है हामीले चाहिँ। ल लोकलमा चाहिँ सुप हालेको है अब हामीले। सुप किनकि लोकलको त मासुभन्दा सुपै मन पराउँछ सबले, सुपै हो नि त खाने। त्यही भएर नो कम्प्रोमाइज गरिकन सुप चाहिँ टन्नै हालेको सुपै खाएछ हामीले। टन्नै एक कन्ती सुप। एक कितलीले पुगेन, फेरि अर्को कितली लिएर आएर हालेको मैले, 2 कितली हालेको है। हालेपछि त टक्क रेडी हाम्रो लोकल कुखुराको सुप रेडी हो। यो चाहिँ हाम्रो लोकलको सुप खानासँग साइडमा मुलाको अचार खाँदै, यता अशोक साथी खाँदै। अनि यो चाहिँ टक्क हाम्रो खाना सुप मजाले ल खायो है गाइज। सुप खायो है हामीले।